सो कस्तो लागिरहेछ दाइ? कति बवाल लागिरहेछ। आज आफ्नै ब्लग चाहिँ टिभीमा आफैले हेर्दैछु है। हेलो एभ्रिवान फ्रम इस्ट नेपाल इटहरी। अहिले चाहिँ म हलगडामा छु अनि आज चाहिँ तपाईँलाई वेदरको कुरा गर्दाखेरि आज चाहिँ यस्तो पानी पर्दैछ राइड हिँड्दाखेरि, केही पनि केही छैन, भिजेर जाइन्छ होइन। आजको राइड चाहिँ बब्बाल हुन्छ। सब गाइस अब अन्तिमसम्म हेरिदिनु होला। अनि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। अहिले चाहिँ म कलेज चाहिँ क्याफेतिर जाँदैछु, जुन चाहिँ हाम्रो सङ्गीत चोकमा छ। सो हाम्रो चाहिँ त्यहाँ 3जना ब्रदरहरू बसिरहनु भएको छ कलेज चाहिँ क्याफेमा, अनि म चाहिँ त्यता जाँदैछु गाइज। अहिले चाहिँ हामी कलेजमा भेटेर यसो चिया खाने कुरा गर्दैछौँ। सो अहिले चिया खान आऊ भनेर भन्नुभयो। सो अब हामी चिया खान्छौँ। चिया खाएपछि हाम्रो चाहिँ राइड सुरु हुनेछ गाइज। हिजो पानी है, नेपालको यस्तै त छ नि, के गर्ने, बाटो त्यस्तै है, के गर्ने। सो इन्जोय द भिडियो गाइज। अब चाहिँ हामी कलेज चाहिँ क्याफेमा गएर भेट्दैछौँ। सो भयो पानी लगातार परेको होइन, खतरा क्या पानी त परेको क्या नन सक्यो। खाल्टोहरू छ, होम्सहरू छ। त्यो हामी एकदम केयरफुल भएर हुनुपर्छ है गाइस। बाइक बाल्नु अब यो चाहिँ हाम्रो सङ्गीत चोक जाने बाटो है। सो हाम्रो अहिलेको डेस्टिनेसन भनेको सङ्गीत चोक, कलै चाहिँ क्याफे हो। अब त्यहीँ गएर भेट्नेछौँ हामी दाइहरूलाई। Here we come over कलेज छ। अनि हाम्रो के भन्छ सुरज ब्रोको बाइक त यही रहेछ। सो सायद भित्र हुनुहुन्छ होला। सो कलेज जाने बाटो चाहिँ यही हो गाइज। अहिले चाहिँ शनिबार भएर होला यो बन्द भएको। सो म चाहिँ अहिले हिँडिरहेको छु। टक्क हल्का सिमसिम पानी परिरहेछ। अनि यो के हो, लेडी फेयर ब्युटी। सो यहाँ चाहिँ पावा पनि रहेछ। अनि यो ढाकाको पसल रहेछ। सो अहिले चाहिँ म यहाँ आइसकेको छु। सो हाम्रो दाइहरू चाहिँ यहाँ पुरा के हो यस्तो, हेलो ल। सो हामी भर्खर भेट्यौँ दाइहरूलाई। ल दाइ हामी चाहिँ के गरौँ है, के गर्नु अब त। ल दाइ हात मिलाउँ न त, हातै मिलाइदिउँ। ढिस्काउने हो, ल ठिक छ। अब चाहिँ हामी यहाँ एकछिन चिया खान्छौँ अनि त्यसपछि हामी सिधै राइडतिर जान्छौँ। ल इन्जोय द भिडियो गाइज। A few moments later. सो अहिले चाहिँ हामी भर्खर चिया खाएर आयौँ कलेज क्याफेमा। अनि यहाँ चाहिँ हाम्रो दाइले टोपी किन्नुहुन्छ अरे। सो अहिले एकछिनमा हामी टोपी हेर्नेछौँ होइन, कस्तो कस्तो किन्नुहुन्छ। सो आज चाहिँ हामी यो ढाका पसलमा आएको छौँ। सो अब टोपी हेर्नेछौँ है गाइज। टोपी तपाईँहरूलाई देखाउँछु म। के हो दिदी? मनिषा ढाका टोपी है। यहाँको लुगाहरू कहाँ कहाँ जान्छ थाहा छ? युके, अमेरिका, अस्ट्रेलिया, क्यानाडा, टोटल देश जान्छ। नेपालमा रहँदैन, नेपालमा म्याक्सिमम। सो दाइ तपाईँलाई ढाका टोपी कस्तो लाग्यो भन्नु त, रिभ्यू दिनु यसो। ढाका अलिक टाइट सानो लाग्यो होइन, एउटा राम्रो त्यतिकै हो क्या। टोपी चाहिँ खप्पै पर्छ त, कहाँ यसो गरेर लाउँछ। जाडो महिना लगाउने जस्तो टोपी खोजेको है। त्यो होइन कि तपाईँलाई त ठिकै भएको छ क्या। एउटा डुकाटी टोपी पनि खोज्नुपर्छ होला दाइ, के छ? त्यतिको टोपी ठिकै हो। त्यो कपाल काट्नु पर्यो नि त, अनि त्यो कपाल चाहिँ यति मोटो छ अनि। ल ठिक छ दाइ पनि मोटै हुनुहुन्छ होइन, हाम्रो दाइ पनि यतिकै ठिकै हुन्छ, गर्नै पर्दैन। लगाइ चाहिँ। अब चाहिँ हामी यहाँ टोपी सोपी अब हल्का किनेपछि अब हामी सिधै जाँतेतिर जान्छौँ। आज जाँते नभए टिकटक पार्क। सो आजको हाम्रो डेस्टिनेसन भनेको चाहिँ जाँते टिकटक पार्क हुनेछ होइन त।
दाइ पेट्रोल छैन हुन्छ हाम्रो बन्धन हो र सुरजलाई अनि हाम्रो तायालाई चाहिँ अलिक पछाडि हुनुहुन्छ अनि आज चाहिँ बेस कस्तो मजा भयो है अरू त के कुरा गर्नु सो गाइस अहिले चाहिँ हाम्रो खाजा आइसकेको छ है हाम्रो सीमामा आइसकेको छ दामीसँगले है दामीसँगले होइन दाइ कस्तो लाग्यो दाइ सीमामा भनिदिनु न अन्त सीमामा अति दामी अरे अब एकछिन भेट्छौँ हामी खाएर गाइस 15 minutes later. अहिले चाहिँ हामी ठ्याक्क दाइको भ्लग टिभीमा हेर्दैछौँ है गाइस मेरो गाइस भ्लग है कस्तो लागिरहेछ दाइ कति बबाल लागिरहेछ आज आफ्नै भ्लग चाहिँ टिभीमा आफैले हेर्दैछु होइन टिभीबाटै सब्सक्राइब भयो नि त दाइ टिभीबाटै सब्सक्राइब गर्नु यो म्यान अब टिभीबाटै सब्सक्राइब है दाइ तपाईँलाई कस्तो लागिरहेछ बबाल हो सकिगयो नि हान्नु नि ठिकै छ ल प्ले भइरहेछ है दाइ म त भिडियो बनाउने मान्छे भएन अब चाहिँ हामी दाइको भ्लग हेर्छौँ है गाइस अब इन्जोय द भिडियो टाइम टु टाइम अपडेट दिँदैछु यो चाहिँ हाम्रो काने पोखरीहरू हो यहाँ सो अहिले चाहिँ हामी काने पोखरी यहाँ आएको छौँ है बाटोमा निङ्ग्रोहरू पनि बेच्दै रहेछ भेरी गुड अर्ग्यानिक किन्नुपर्छ है गाइस हामी निङ्ग्रोहरू भयो यहाँ गोलगोलाहरू बाटोतिर बेचिरहेको हुन्छ जस यतातिर एकदम राम्रो छ क्या तपाईँको जङ्गलतिरै निङ्ग्रो भेटाइन्छ दामी छ है त्यो ताजा सब्जीहरू खानुपर्छ सो यस्तो यो हावातिर के गरिरहेको भनिदिनु होइन बस्नु खास क्या अन्त के भन्नु त्यो सो हेलो एभ्रिवान फ्रम सेल्फी रोड अनि अहिले चाहिँ म यहाँ सेल्फी रोडमा आइसकेको छु सो हाम्रो दुईजना ब्रदरहरू चाहिँ तिनजना ब्रदर है तिनजना ब्रदरहरू चाहिँ खै आउनै भएको छैन म चाहिँ अलिकति अगाडि आएँ अनि अहिले चाहिँ पानी परिरहेछ है अहिलेको वेदर चाहिँ भन्नुपर्दाखेरि पानी परिरहेको छ सो अहिले चाहिँ म ब्रोहरूलाई वेट गर्दैछु कतिखेर आउनुहुन्छ है यस्तै छ गाइस टिकटक जङ्गल पनि भन्छ यसलाई सो मान्छेहरू चाहिँ यहाँ प्रायः सेल्फी खिच्नु टिकटक बनाउनु अनि के भन्छ अरू तपाईँको लाइकी बनाउनु होइन अरू के हुन्छ नि तपाईँको जति पनि भिडियोज सुट गर्नुको लागि चाहिँ यो जङ्गलमा आउँछ अब यो जङ्गलमा चाहिँ एकदम के राम्रो छ भन्दाखेरि यहाँको रुख रोडहरू होइन एकदम बबाल छ एज यु क्यान सी द्याट अब यहाँ चाहिँ पुरा एकदम व्यवस्थित तरिकाले बनाएको छ एकदम सेतो यो पेन्टहरू जुन रुखहरूमा हालेको एकदम एट्र्याक्टिभ पनि देखाएको छ यो सेल्फी रोडको कुरा गर्नु पर्दाखेरि चाहिँ यो चाहिँ हाम्रो पछाडिदेखि अलिकति मास्तिर छ यहाँ चाहिँ एकदम बबाल छ है दाइ सो यहाँ चाहिँ मौसमहरू अहिले चाहिँ बबालै छ अनि अहिले चाहिँ हल्का सिमसिम पानी परिरहेको छ सो अब चाहिँ म वेट गर्थेँ कतिखेर आउनुहुन्छ सो इन्जोय द भिडियो गाइस A few moments later. सो हाम्रो ताया दाइ चाहिँ आइसक्नु भयो होइन ताया दाइ आजको राइड कस्तो भयो भन्दैन नि त आजको राइड भाइ पानीले गऱ्यो एकदम बबा उयो क्या अनि हाम्रो सुरज ब्रोहरू चाहिँ कता हुनुहुन्छ हौ पर केटाहरू झन्डा सन्डा खिच्दैछ ए फोटो खिच्दैछ सो अब हामी केटाहरूलाई पर्खिनेछौँ होइन हाम्रो नमलाङ्गे बमजम र हाम्रो सुरज दाइ सायद आउँदै हुनुहुन्छ होला पर लाइट बलेको देखेँ सो गाइज अब वेट गरौँ कतिखेर आउनुहुन्छ सो हाम्रो केटाहरू चाहिँ अब आउँदैछ है गाइज पुरा झन्डा फरफराउँदै दामी दामी दामी
केटाहरू आइसकेको छ सो Proud to be नेपाली बमदम ब्रो आजको राइड कस्तो हुन्छ भनिदेऊ एकदम बबाल यार म यस्तो स्ट्रगल गरेछ नि कस्तो भयो आज एकदम मजा आयो बस्दै बस्दै वेदरको बारे पनि भनिदेऊ पानी यति पानीले हामीले केही पनि गर्दैन राइडर्सहरूसँग ल सही सही लु अब तिम्रो कागज छोडौँ कागज अरे परेवा ल परेवा एकछिनमा उडाउने छौ दाइ कस्तो भयो आजको राइड भनिदिनु अब्बर स्ट्रगल भए पनि हामीले इन्जोय चाहिँ अति गरिरहेको छ किनभने दुःख पछाडिको सुख नै हामी सम्झिन्छौँ क्या किनभने अनि के भन्छ आजको वेदरको बारेमा अरू रिभ्यूहरू दिन आजको एकदम कस्तो लागिरहेछ बाटो चाहिँ एकदम पुष्ट छ अन्त सुरुमा यो बाटो चाहिँ गाउँ जाँदो रहेछ थ्याङ्क्स फर टेकिङ मी इन योर ब्लग होइन इजी भाइ यो दाइ अनि एउटा गाउँ जोडिँदो रहेछ र यसलाई सेल्फी रोड पनि भन्दो रहेछ क्या नयाँ नाम चाहिँ होइन होइन सेल्फी रोड खासमा हो होइन टिकटक जङ्गल चाहिँ यो मान्छेहरूले धेरै टिकटक बनाएर टिकटक जङ्गल यो समाचारमा नि आएको छ गाइज यो एकदम भाइरल जङ्गल होइन यो पार्क भनौँ न अब भएको जग्गा यहाँ चाहिँ अब एकदम व्यवस्थित तरिकाले बनाएको छ क्या A few moments later. सो हेलो एभ्रिवान अब चाहिँ म यो NS200 टेस्ट गर्न आँट्दैछु सो दिस बाइक इज स्पोन्सर्ड बाई हाम्रो सुरज दाई है तरराको दाई मेरो च्यानल पनि साउट आउट हान्दै नि त दाईको च्यानल चाहिँ म लिङ्कमा पनि राखिदिन्छु अनि सुरज लामा होइन अनि यहाँ पनि भनिदिन्छु होइन तपाईँहरूलाई सजिलो पनि हुन्छ सुरज लामा ब्लग्स भन्ने छ दाईको होइन के छ दाइ सुरज लामा मात्र छ सुरज लामा भन्ने छ होइन सो मेरो च्यानलमा जति पनि हुनुहुन्छ होइन भ्युअर्सहरू उहाँले चाहिँ उहाँको च्यानललाई चाहिँ सब्सक्राइब हानिदिनु पऱ्यो होइन अनि साथै हाम्रो बमदम ब्रोको च्यानललाई सब्सक्राइब हान्नु पऱ्यो 1000 सब्सक्राइब छिटो पुऱ्याइदिनु पर्यो ट्राभल विथ मी होइन त बमदम ब्रो ल अब चाहिँ म एनएसको रिभ्यू हान्न गइरहेको छु होइन एनएस टेस्ट राइड गर्न गइरहेको छु सो इन्जोय द भिडियो गाइज A few moments later. सो गाइज भर्खरै मैले चाहिँ यो एनएस यसो यो बाटोमा टेस्ट राइड हानिदिएको है बब्बाल कुद्ने रहेछ क्या एनएसहरू पनि पहिला पनि थाहा थियो बब्बाल कुद्ने भनेर चाहिँ त्यही पनि आज चाहिँ यो खुल्ला बाटोमा चाहिँ मैले लगभग 120 को स्पिडमा कुदाएँ है एकदम मजा आयो होइन बब्बाल मजा आयो म 150 मै 120 जति पुऱ्याउँथेँ होइन बट अब यो 200 मा त अति बब्बाल क्या है सो अब एनएसको रिभ्यू दिनु पर्दाखेरि चाहिँ एकदम चाँडो पिकअप लिन्छ होइन यसले चाहिँ अनि सो त्यही भएर मजा पनि आउँछ विली हान्नु एकदम सजिलो छ यो बाइकबाट अब आफूलाई चाहिँ हल्का विली हान्न आउँदैन सो म चाहिँ एनएस लियो भने अब विली प्र्याक्टिस गर्छु अब हामी चाहिँ ड्रोन सर्ट लिन्छौँ होला सो इन्जोय द भिडियो गाइज अब ड्रोन सर्ट राखिदिन्छु है गाइज सो वेलकम ब्याक टु माई च्यानल गाइज अनि अहिले चाहिँ हामी यो सेल्फी रोडदेखि मासतिर आएको छौँ अनि यहाँ चाहिँ भर्खरै हामीले ड्रोन सर्ट लियौँ है एकदम बब्बाल मजा भयो वाइल्ड मजा भयो है अरू आजको राइड चाहिँ अब तपाईँहरूले थाहा पाइहाल्नु भयो कस्तो भयो भनेर होइन अनि आज दामी भयो जस मजा आयो है अनि हाम्रो हुक्का हाउस दाइको चाहिँ होटलमा नि अब दामीसँगले मोमोहरू खाइयो होइन चिसो चिसो बब्बाल मजा आयो आजको राइड चाहिँ होइन स्याटरडे राइड चाहिँ अब स्याटरडे राइड जस्तै भयो सो अर्को स्याटरडे हामी कहाँ जान्छौँ वी डोन्ट नो होइन अब त्यो हाम्रो ग्रुप डिस्कसनमा हुनेछ अनि हाम्रो चाहिँ एउटा इस्ट नेपाल भन्ने ग्रुप छ सो त्यहाँ चाहिँ हाम्रो डिस्कसन हुन्छ होइन नेक्स्ट राइडदेखि चाहिँ हाम्रो बमजम ब्रोले भने जस्तै हाम्रो भेस्ट पनि आउन सक्छ सो हामी चाहिँ अब हो अब नेक्स्ट राइडमा चाहिँ हामी आफ्नै टी सर्टहरू लगाएर आउँछौँ मेरो इजेडी राइड्स टी सर्ट अनि दाइको यसै गरी टाइ टी सर्ट होइन अनि बमजम ब्रोको टी सर्ट है सो बब्बाल मजा आयो एकदम अति क्या सो अनि पर देख्नुभएको चाहिँ त्यो के भन्छ सेल्फी रोड है त्यो अघि नै हामी जुन त्यता हल्का मैले बाइक
कुदाएको भनेको चाहिँ त्यही हो सेल्फी रोड। अनि यहाँ बिहाइन्ड द सिन चाहिँ हाम्रो पुरा फोटोसुट हुँदैछ है गाइस, दामीसँग। सो अब कति बकबक गरेको भन्नुहुन्छ होला, सो बकबक नगरिकन अब हामी घरतिर जानेछौँ गाइस। सो आजको भ्लग चाहिँ यहीँ